सबै राजनीतिक दलहरू जो विशेष गरी त जो नेपाली जनताले अपेक्षा गरेका वैकल्पिक शक्तिहरू चाहिँ मिल्नुपर्छ भन्ने पक्षमै छौँ। त्यो मध्ये कुलमान, बालेन, रवि सबै मिलेर अगाडि जानुपर्छ भन्ने पक्षमा र हामी जेनजीहरू उनीहरूलाई मिलाउनका निमित्त चाहिँ हामी मिलेर जानुपर्छ र जेनजीहरूको मर्म र भावना समेटिने गरेर अगाडि जानुपर्छ भन्ने पक्षमा हामी छौँ र जेनजीका मागहरू सम्बोधन हुने गरेर जसरी जेनजीको विद्रोहपछि जुन हाम्रा शहादत प्राप्त गरेका हाम्रा शहीदहरू र घाइते साथीहरूको मागलाई सम्बोधन हुने गरेर हामी अगाडि मिलेरै जानुपर्छ। यो देशको निकास अब मिलेर जाँदाखेरि निकास छ भन्ने विषयमै छलफल भयो र छलफल अहिले पनि चलिरहेको छ। सबै राजनीतिक दलहरूसँग सबै व्यक्तिहरूसँग छलफल भइरहेको छ। हाम्रो उद्देश्य के हो भने यो देशमा वैकल्पिक र केही गर्छौँ भन्नेहरू मिलेर जानुपर्छ भन्ने नै छलफल भयो र योमा एकदमै पोजिटिभ कुरा आइरहेको छ। यसरी चाहिँ वार्ताको निकास निक्लेला र अलि रिले भएन वार्ताको चरण सुरुबाट नै वार्ता भइरहेछ। अब जब नजिक आयो अब वार्ताको वार्तालाई पनि अब सहज नजिक पुर्याउने काम भइरहेछ। भोलिसम्म केही न केही एउटा निकास आउँछ, पोजिटिभ निकास आउँछ र नेपालका सबै जो जेनजीहरूलाई समेट्ने गरेर नै अगाडि जाने कुरा हो र वैकल्पिक शक्तिहरू अगाडि जाने र हामी चुनावमा जाँदाखेरि सबै शक्तिहरू मिलेर जाने कुरामा कुनै दुई मत छैन। हामी जान्छौँ।